हेलो गाइस, सबैलाई नमस्ते छ र गुड मर्निङ। हजुरहरूलाई म आज एउटा कुरो सेयर गर्न आँटेको। आज म घरको साफसफाइ गरिरहेको थिएँ। हेर्नु, मम्मीले नि गरिरहनु भएको छ। सो हजुरहरूलाई म भन्न खोजेको यो हो कि मेरो यो 8 क्लासको आज मैले मार्कसिट भेटेँ। हेर्नुहोस् त कति पर्सेन्टेज आएको छ, 91। वाउ! र अहिलेको पर्सेन्टेज छ डिग्रीको 65। कति डिफरेन्स छ है। यिनीहरू सब हेरेर मलाई पुरानो दिनहरू याद आयो कि अगाडिको दिनहरू, अगाडिका साथी, अगाडिका समय, अगाडिको टिचरहरू। अगाडिको सब कुछ प्राय राम्रै थियो। अब पर्सेन्टेजहरू पनि राम्रो, साथीहरू पनि राम्रो, टिचरहरू पनि सबै सपोर्ट गर्नेहरू। अगाडि आमा बाबाले पनि धेरै माया गर्थे। देख्न सक्छन् भए पनि अब सानोको जस्तो हुँदैन नि त। अलिकति भए पनि चेन्ज हुन्छ, अब परिवर्तन आउँछ जस्तो जे भयो नि। अच्छा, सो हजुरहरूलाई म यति नै सेयर गर्नु थियो। बाई।